केपीओलीलाई पक्राउ गरिएको कुरामा साथ छ कि छैन? त्यो कुरा मलाई थाहा हुन्न हजुर। थाहा हुँदैन। कानुनलाई थाहा छ, कानुनलाई थाहा छ, कानुनले गर्छ जे गर्छ गर्छ। ठिक गरे कि बेठिक गरे बालिन सरकारले? कानुनले गरे। ल ल आयो प्रतिशोध भयो भनेर अब आन्दोलन गर्ने भन्दैछ नि एमालेहरू। त्यसै गर्नु थाहा छैन। त्यस्तो कुरा नसोध्ने यार, यो किताबको कुरा सोधे। हाम्रो युवा मन्त्री आउनुभयो, प्रधानमन्त्री, एकदम आशा जागेछ गुरु। आशा मात्रै नगर्नुहोस्, काम पनि गर्नुहोस्। काम पनि गर्ने हो, काम त गरेर देखाएको। आशा मात्रै गर्ने, काम नगर्यो भने हरायो फेरि। रातारात केपीओलीलाई पक्राउ पर्यो नि महावीर सर, के भन्नुहुन्छ? साथ चाहिँ हुनु पर्यो के, माननीयको साथ चाहिँ हुनु पर्यो। सही कामको लागि साथ दिनु पर्यो। सही कामको लागि साथ दिने हो, खराब कामको लागि लात दिने हो। केपीओलीलाई पक्राउ गरेको विषयमा के छ, साथ छ कि छैन महावीर पुनको? सबै कल कारखाना चाहिँ खोल्नु पर्छ। सबै त खोल्दैन। होइन, प्रयास गर्ने हो नि, प्रयास त गर्नु पर्यो नि। अब सरले सुरुवात गर्नुभयो, अब हामी यहाँ नयाँ युवाहरूले पनि त अब होइन, युवाहरूले गफ गर्ने होइन, कारखाना खोल्ने हो। ल आयो उता उता किताब लिने उता। ल हार्दिक बधाई। ल किताब लिने उता है, किताब लिने उता, फोटो खिच्ने यता। ल आयो राजनीतिको कुरा म गर्दै गर्दैन, एक गर्दैन, दुई गर्दैन, तीन गर्दैन हजुर। ल पुस्तकालय छ मेरो, पुस्तकालयको लागि मैले किताब सङ्कलन गरिरहेको छ। ल ल त्यहाँ पुस्तकालयमा म हजुरलाई निम्ता गर्छु, रिबन काट्नुपर्छ। रिबन काट्दैन मैले कहीँको जिन्दगीमा। अब रिबन केही पनि बाँड्दैन। उद्घाटनमा म जाँदैन हजुर। मैले यहाँ हजुरलाई बोलाउँदै आउनुहुन्न। मैले बोलाएँ भनेदेखि आउनुहुन्न। उद्घाटनमा त आउँदैन, अरू बेलामा आउँछु, उद्घाटनमा चाहिँ आउँदैन कि। आयो आयो अलि पछि 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 सर साथीभाइ। उल्टो राखेर हुन्छ ल